अनि कसैको चाहिँ एकदम धेरै सनबर्न भएको छ पोला छ एकदमै भने चाहिँ मैले चाहिँ के गरेको छु म त्यही भनिरहेको छु है तपाईँहरूले पनि त्यही गर्नुपर्छ भन्छ होइन तर मैले चाहिँ के गरेको भन्दाखेरि एउटा बाटामा आइस मजाले राखेर पानी राखिराख्ने यसमा डुबाउने कि फेस यसरी यसरी डुबाउँदाखेरि चाहिँ एकदम आनन्द आउने क्या ल मैले चाहिँ त्यो ट्यान मार्क्स रिमुभ गरेर पनि फेस वास रिमुभ धोएर पनि आइस वाटरमा डुबाइसकेको छु है किनभने त्यो आइस वाटरमा डुबाउँदाखेरि चाहिँ एक्स्ट्रा ग्लो आउँछ कि फेसमा अनि सफ्ट पनि हुन्छ हेर्नु त कस्तो सफ्ट छ यस्तो अनि डुबाइसकेपछि चाहिँ यो चिसो हुन्छ नि त त्यस्तो साह्रो ट्याप गर्नु त्यस्तो साह्रो घोट्नु पर्दैन यतिकै ट्याप मात्रै गर्नु कि यसरी यसरी अनि त्यो पछि चाहिँ स्किन केयर सुरु गर्ने ल मेरो स्किन केयर पनि देखाउँछ है त म आज तपाईँहरूलाई के गर्नुपर्छ भन्दाखेरि यस्तो भयो यसलाई धेरै ड्राई एकदम पानी सुक्ने गरी घोट्ने होइन नि फेसलाई भनेको त सफ्टली गर्नुपर्छ एकदम सानो बच्चालाई हामी कसरी गर्छ त्यसरी नै म चाहिँ यो रिभोल्युसनको सिरम युज गर्छु यो चाहिँ रिभोल्युसनको सिरम हो 3 थोपा जति टक राखिदिने युज गरिदिने हल्का अब यस्तो सफ्ट पास यस्तो नरम अनि म चाहिँ सिरम युज गरिसकेपछि चाहिँ क्रिम लाउँछु सेरावेको क्रिम युज गर्छु म चाहिँ फटाफट क्रिम लगाइदिने स्किन केयर चाहिँ मस्त है एकदम सनबर्न भयो मेरो त स्किनै बिग्रियो भनेर यतिकै छोड्नु हुँदैन ट्यान मार्क्स लाउँदै गर्ने मजाले फेस वास गर्ने अनि स्किनलाई मजाले प्याम्पर गर्नुपर्छ कि अनि पो खुसी सनस्क्रिनमा चाहिँ यो सेरावेको युज गर्छु मेरो त सकिसकेको छ तर नि आउँदैछ जति चाहिन्छ त्यति मजाले लाउने यहाँ गालाको टुप्पोमा यता फ्ल्यास लाइटहरू यस्तो केही युज गरेको छ नेचुरल लाइट हो त्यो पनि त्यस्तो बाहिर बसाएन घरभित्रै हो यस्तो मैले इफेक्ट हाले पनि छैन केही छैन नर्मल हो यस्तो हुन्छ ल बिफोर एन्ड आफ्टर भनेको यही हो बिफोर कस्तो आफ्टर कस्तो